यो चाहिँ दुई पोखरी फेरि यता एउटा पोखरो छ उता अर्को पोखरो छ यो नि बवालै छैन ठाउँ होइन वरिपरि घर बिचमा पोखरो तर पानीहरू चाहिँ खै यो पानी चाहिँ कस्तो भन्दा यहाँ यो पाइपहरू छ नि यो पाइपहरूबाट चाहिँ त्यो हानिरा हुन्छ क्या तर यहीँको पानी यहीँ तानेर यहीँ फाइलिरहेको हुँदो रहेछ यो चाहिँ खै चेन्ज त्यस्तो गर्दैन वर्षको एकचोटि चाहिँ सफा हुन्छ अनि त्यसपछि फेरि वर्षभरि एउटै पानी हुन्छ हुन त मान्छेहरूले त्यस्तो नहुने यताउता के सफाहरू गर्ने लुगासुगा धुने भए चाहिँ चेन्ज गर्नुपर्ने हो हाँसहरूको लागि मस्त छ नि हाँसहरू छ चट्ट होइन हाँसहरू कस्तो मजाले तैरिन्छ सबै जनावरलाई भगवान्ले अनेक अनेक कला दिइरहेछ है मस्त छ लाएर उनीहरू हिँड्ने खुट्टाहरू ट्याक्क पछाडि राखेर पौडिराख क्या आनन्दले हिँडिरहेछ यो त्यति गहिरो चाहिँ छैन हल्का मस्त छ है घरहरू पुराना घर अहिले त धेरै नयाँ घरहरू नि बनिन्छ क्या तर डिजाइन चाहिँ त्यस्तै क्या पहिलाको जस्तो तर मोडिफाईमा झ्यालहरू मोडिफाई एल्युमिनियम झ्यालहरू पहिला ढोकाका हुन्थ्यो भने अहिले एल्युमिनियमको झ्याल पहिला माटाको इँटा हुन्थ्यो भने अहिले बनावटी इँटा चाइनिज इँटाहरू प्रायः चाइनिज इँटा तर धेरै कुराहरू त सिमिलर नै छ नि पहिलाको जस्तै यहाँ पनि हेर्नु न यो धेरै पुरानो ठाउँ अहिले तत्काल बन्यो नि होइन पहिला कति राम्रो बनाउने क्या जस पहिला नेवारहरू चाहिँ लास्ट मेहनती आफ्नो कुराहरू चाहिँ आफै गर्ने आफै बनाउने भन्ने टाइपको यिनी घरहरू हेर्दा हेर्नु अचम्म लाग्दो छैन त एकनासले बनेको चट्ट सर्लक्क जोडिएर सट्ट घर छन् कोही नयाँ कोही पुराना हाँसहरूको अन्डा अब 1-2 लट हाँसको अन्डा खानु पर्यो यार कस्तो हुँदो रहेछ त्यसलाई ट्राई गर्नु पर्यो त्यति राम्रोसँग ट्राई नै गरिराखेँ जस्तो लाग्छ मलाई हाम्रो त्यो खै दिवाली समथिङ के कुल पूजाहरूमा चाहिँ हाँसको अन्डा चाहिन्छ यिनीहरू तैरेको देख्दा त कस्तो इजी लाग्ने है खुट्टा पछाडि राखेपछि हिँडिराखन् क्या त्यो पन्जाले सजिलो बनाउँछ होला नि होइन खुट्टामा यिनीहरूको त्यो अम्लाहरूको ठाउँमा खाली हुन्न नि त सिधै पन्जा छ क्या कस्तो मजाले तैरिरहेछ जोस बवाल छ ठाउँ यो फेरि कस्तो भन्दा एउटा कम्युनिटी हुन्छ क्या जस्तो टोल टाइपको यो यस्तो टोल त्यो अर्को यस्तो टोल भन्ने हुन्छ क्या जस्तो यो टोलको नाम के छ भन्दा तपाईँको बोर्डहरूमा छैन त्यस्तो यहाँ चाहिँ आफेर यो चाहिँ 2 पोखरी भयो निगु पुखु भन्दो रहेछ उहाँ पार्टीमा टाँसिरहेछ निगु पुखु भनेर यहाँ चाहिँ 4 यस्तो छ 4 नगर्ने भने त राम्रै हुन्थ्यो होला है माछाहरू यताउता पलाउँथ्यो होला छैन यो चाहिँ फेरि परेवाहरू यताउतालाई पानी राखिदिएको जेस बवाल छ ल बाँकी कुरा चाहिँ अर्को चिजमा हेरौँला है त अर्को भिडियोमा